हेलो गाइस, मेरो आशिष ब्लगमा सबैजनालाई स्वागत छ। यो चाहिँ मेरो फर्स्ट ब्लग हो अनि म चाहिँ मलेसियामा छु अहिले। मेरो मलेसियामा के कस्तो हुन्छ, के कस्तो काम छ, मेरो लाइफ चाहिँ मलेसियामा के कस्तो छ तपाईहरुलाई यही बारेमा देखाउने छु भिडियो मार्फत। अनि देख्न सक्नुहुन्छ बिहान भइसक्यो, म चाहिँ अब कपडा लाएर ड्युटी जान आँटेको। देख्न सक्नुहुन्छ घाम चाहिँ एकदम लागिरहेको छ बाहिर, घाम एकदम लागिरहेको छ अनि मौसम पनि राम्रो गरिरहेको छ बाहिरको। म चाहिँ अब ड्युटी हिँडेको। यो चाहिँ हाम्रो रुमबाट बाहिर देखिने भ्यू हो अनि हाम्रो रुमबाट चाहिँ यस्तो बाहिर यस्तो खाले देखिन्छ। अनि म चाहिँ हिँड्न लागेको ड्युटी। अब ड्युटीमा गएर के हुन्छ तपाईहरुलाई पनि देखाउने नै छु म। अब म चाहिँ हिँड्न थालेको। यो चाहिँ हाम्रो रुम हो, बस्ने कम्पनीले दिएको रुम हो यो चाहिँ। अनि अब जान आँटेको गाइस ड्युटी। अनि ड्युटी गएर के कस्तो हुन्छ तपाईहरुलाई म देखाउँछु। म चाहिँ गाइस निक्लिसकेको छु रुमबाट अब ड्युटीको लागि। हाम्रो फेरि यस्तो हो, यो 9 तलामा बस्नुपर्ने हुन्छ अनि लिफ्ट पनि छ कि अब लिफ्टको इन्तजार गर्नुपर्ने हुन्छ। लिफ्ट चाहिँ आउँछ अनि जाने हो। हाम्रो चाहिँ बाहिरतिर जानु पर्दैन किनकि भित्रै नै गइन्छ हामी ड्युटी गर्ने ठाउँमा। अनि घाम चाहिँ एकदम चर्किरहेको छ। लिफ्टमा जाने हो हामी चाहिँ अहिले। अब फाइनल्ली लिफ्ट पनि आइसक्यो। अब चाहिँ म ड्युटीको लागि हिँडेको। म चाहिँ बाहिर लिफ्टबाट निक्लेर ड्युटीको तर्फ लागिसकेँ। हाम्रो चाहिँ बाहिरतिर जानुपर्ने हुँदैन, हामी यत्तिकै नै भित्रै नै हामी जान सक्छौँ आफ्नो ड्युटीको तर्फ। अनि यो चाहिँ कम्पनीदेखि नै तलतिर नै हो ड्युटी चाहिँ, बाहिर जानु पर्दैन। त्यही भएर चाहिँ यो चाहिँ मैले काम गर्ने ठाउँ हो। यहाँदेखि चाहिँ हामी भित्रै घुस्ने हो। यो चाहिँ हाम्रो फर्स्ट किचन। यहाँ चाहिँ हाम्रो दाइहरूले काम गर्दै हुनुहुन्छ। अनि यता चाहिँ किचन हो। अनि यता चाहिँ म काम गर्ने ठाउँ हो। यस्तो छ म काम गर्ने ठाउँ चाहिँ यहाँ हुन्छ। यता चाहिँ म्यानेजर बसिरहेको छ। अनि यो चाहिँ मैले काम गर्ने ठाउँ हो फर्स्ट अफ अल। अनि हुन्छ म चाहिँ फाइनल्ली ड्युटीमा पुगिसकेको छु। अनि यहाँ चाहिँ फर्स्ट आएर चाहिँ वो गर्नुपर्ने हुन्छ, फेस स्क्यान गर्नुपर्ने हुन्छ। अनि त्यस पछाडि चाहिँ ड्युटी स्टार्ट हुन्छ हाम्रो चाहिँ। फर्स्ट अफ अल स्क्यान गर्नुपर्ने हुन्छ। यसरी गरिसके चाहिँ फाइनली भइसकेको छ। अब चाहिँ फेरि दोस्रो चाहिँ हाम्रो कार्ड पनि हाल्नुपर्ने हुन्छ। यो चाहिँ हामीले कार्ड हाल्नुपर्ने हुन्छ, अन्त फेरि स्यालेरी आउँदैन गाइस। अब यो चाहिँ भइसकेपछि फाइनली अब ड्युटीको तर्फ लागौँ। अब ड्युटी चाहिँ गर्नुपर्ने हो। अब चाहिँ काम चाहिँ के हुन्छ देखाउने छु म तपाईँलाई। यस्तो चाहिँ छ। यो चाहिँ अब काम गर्नुपर्ने हुन्छ। अब यहाँ चाहिँ के काम हुन्छ त म तपाईँहरूलाई यही चाहिँ देखाउँछु। अहिले चाहिँ यस्तो छ, अहिले कस्टमरहरू छैन। अहिले म कस्टमरहरू भएपछि म तपाईँहरूलाई देखाउने छु। आउने बित्तिकै चाहिँ अब यो धुनु भनेको थियो, त्यो भएर चाहिँ अब म चाहिँ यो धुन आँटेको। यो धोइसकेपछि चाहिँ मेरो खाजा खाने टाइम हुन्छ अनि त्यही भएर आउने बित्तिकै यो धुनु भन्यो। अनि यो धुँदै हो म चाहिँ अहिले। अरू चाहिँ खाजा खाने टाइम भइसक्यो। खाजामा चाहिँ आज चाउचाउ अनि अन्डा छ। काम चाहिँ फाइनली खतम भइसकेको छ। अब चाहिँ फेरि त्यस्तै कार्डहरू हानेर एकछिन रेस्ट टाइम बस्नुपर्ने छ। आधा घन्टा हुन्छ हाम्रो चाहिँ रेस्ट टाइम। अनि यहाँ चाहिँ हाम्रोमा चाहिँ यस्तो बन्छ सुसीहरू, जापानिज डिसहरू हो। यसको नाम चाहिँ सुसी अरे। यस्तो हुन्छ यो चाहिँ सुसीहरू हो। यस्तो छ रेस्टुरेन्टहरू चाहिँ। अनि अब चाहिँ फेरि कार्डहरू यस्तै बिहानको जस्तै हाल्नुपर्ने हुन्छ। फेरि जतिचोटि वो गऱ्यो त्यतिचोटि हाल्नुपर्ने हुन्छ। अब चाहिँ कार्ड चाहिँ
हान्नुपर्ने हुन्छ। फेरि नाम यस्तो चुज गर्नुपर्ने हुन्छ। नाम चुज भइसकेपछि फेरि फोटो खिच्नुपर्ने हुन्छ। यस्तरी चाहिँ भइसकेपछि चाहिँ डन गर्ने हो। यो चाहिँ डन भइसक्यो। त्यस पछाडि चाहिँ फेरि त्यस्तै बिहानको जस्तै कार्डै हान्नुपर्ने हुन्छ। कार्ड चाहिँ यसरी हानिसकेपछि बल्ल हाम्रो स्यालेरी चाहिँ कन्फर्म हुन्छ। यसरी कार्ड चाहिँ हानिसकेपछि कार्ड चाहिँ हानिसक्यो। अब फेरि खाजा खाने टाइम भइसकेको छ। खाजा खाउँ न त। चलो गाइस, फाइनली अब काम स्टार्ट भइसकेको छ। एकजना कस्टमर चाहिँ उता आएर बसिसकेको छ। काम चाहिँ अब स्टार्ट हुँदैछ। यस्तो छ हाम्रो रेस्टुरेन्ट चाहिँ। यो काम गर्ने छ। फाइनली अब काम स्टार्ट भइसकेको छ। कस्टमर 2 जना आइसकेको छ। अब चाहिँ यस्तो टोपी लगाउनु पर्ने हुन्छ अनि यस्तो एप्रेन अनि काम चाहिँ अब स्टार्ट भइसकेको छ। गाइस, मेरो चाहिँ रेस्ट टाइम भएको छ। अहिले चाहिँ 1 घन्टा रेस्ट टाइम हुन्छ अनि रुममा गएर एकछिन सुतेर आउँछु। म चाहिँ अब रुममा लागिरहेको रुममा जाँदैछु। म चाहिँ 1 घन्टा पछि चाहिँ आउने हो। म चाहिँ गाइस 1 घन्टा रेस्ट टाइममा आएको थियो। रेस्ट टाइम पनि अहिले खत्तम भइसक्यो। 1 घन्टा मेरो। अब चाहिँ म ड्युटी तर्फ जाँदै हो। ल गाइस, फाइनली कामसाम भ्यायो। अब म चाहिँ रुमतिर लागेको। कामसाम सबै सकाएर काम फाइनली भ्यायो। लास्टिक आएको थियो आज। यस्तै भएको। अब चाहिँ म लागिरहेको रुमतिर। दाइ जाउँ। लास्टै काम थियो यार आज। अलि बिजी नै भयो। मान्छे आयो, दोहोरो नि आयो। मान्छे आयो चाहिँ साथी चाहिँ यता अब जान लाग्यो। बाहिर चाहिँ रात परिसक्यो। अब चाहिँ रुममा गएर अहिले गर्नुपर्ने हुन्छ। दोकान बन्द गर्दै हो। फाइनली गाइस, म आइसकेको छु रुममा। मेरो भिडियो तपाईँहरूलाई राम्रो लाग्छ भने चाहिँ लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। फाइनली